गाइज आज चाहिँ मलाई घरमा चिकन बनाएर खाने मन लाग्यो होटलको स्टाइलमा र मैले कसरी चिकन बनाउँदैछु म तपाईलाई आफ्नो सेयर गर्दैछु। पहिला मैले लसन हरियो खुर्सानीलाई चाहिँ यसरी काटेर राखेँ। त्योभन्दा पछि गोलभेडासँगै प्याज पनि मैले काटेँ र 4वटा गोलभेडा काटेँ र 4वटा प्याज काटेँ र त्यसको साथसाथै यता मैले के गरेको थिएँ, सस्पेन गरम गर्न राखिसकेको थिएँ। कडाई गरम भइसकेको छ र यसमा म तेल हाल्दैछु र तपाईले पनि तपाईको मेटेरियल कति छ त्यही अनुसार तपाईले के गर्नु हुन सक्छ, तेल हाल्न सक्नुहुनेछ। र यहाँ तपाईले देख्न सक्नुहुन्छ मैले तेल हालिसकेँ र साथमा चाहिँ मेरो तेल पनि गरम भइसकेको छ र तपाईले यहाँ साइडमा देख्न सक्नुहुन्छ प्याज, लसन, हरियो खुर्सानी र गोलभेडा काटेर मैले रेडी गरेको छु। र अब म हाल्दैछु यसमा थोरै मेथीको दाना, हैन, किन भन्दाखेरि चाहिँ मेथीले पनि अलिकता स्वाद निकाल्छ। र मेथी फ्राई भइराखेको छ, यहाँ तपाई देख्न सक्नुहुन्छ मेरो मेथी फ्राई हुँदैछ। र अब म यसमा हालेँ, मैले यो हालेँ लसन फ्राई गर्दैछु। लसन फ्राई अलिकता ब्राउन हुन्जेलसम्म फ्राई गर्नुपर्ने हुन्छ, किन भन्दाखेरि चाहिँ जब ब्राउन हुन्छ त्यसले अलिकता सुगन्ध दिन्छ, अलिकता राम्रो बास्ना दिन्छ, हैन। त्यही भएर चाहिँ मैले यसलाई अलिकता ब्राउन हुन्जेलसम्म के गर्छु, फ्राई गरेर राख्छु। यहाँ तपाईले अब देख्न सक्नुहुन्छ लसन ब्राउन भइसकेको छ र मैले अब यो हालेँ प्याज। अब प्याजलाई पनि के गर्नु पर्यो, अलि ब्राउन हुन्जेलसम्म के गर्नु पर्यो, फ्राई गरेर राख्नु पर्यो, हैन। किन भन्दाखेरि चाहिँ ब्राउन भयो भने प्याजमा हुने मिठोपना कम हुन्छ र साथमा ब्राउन भइसकेको छ। र भइसकेपछि मैले यसमा हालेँ गोलभेडा र यसमा नुन, तपाईको कति तीखो खानुहुन्छ तपाईले खुर्सानी हालेँ, धनिया पाउडर, जिरा पाउडर, त्योभन्दा पछि मैले के हालेँ, नमक सबै हालिसकेँ। तपाईँ देख्न सक्नुहुन्छ यो मैले हाल्दैछु, हैन। यसरी हालिसकेपछि अब यसमा हाल्छु मैले बेसार, हल्दी, हैन। यो लिनुहोस्, हल्दी हालेँ। हल्दी हालिसकेपछि अब यसलाई अलिकति चलाउनु पर्यो, भुन्नु पर्यो मसला सँगसँगै, हैन। भुँदै साइडमा तपाईले देख्न सक्नुहुन्छ यो भुँदिराखेको छ, हैन। अब हेर्नुहोस् यसरी चाहिँ भुटी। अब भुटिसकेपछि त्यसको साथसाथै के भयो भन्दाखेरि चाहिँ गोलभेडा पनि के भइसक्यो, घुलिसक्यो, हैन। अब गोलभेडा घोलिसकेपछि अब एकदमै राम्रो यसको चाहिँ मिठो टेस्ट आउँछ। किन भन्दाखेरि चाहिँ मैले कहिलेकाहीँ खाने मन लाग्यो भने होटलमा सिकिएको चिजलाई घरमा युटिलाइज गरेर होटलको जस्तो मिठो खाना घरमा बनाएर खाने गर्छु। र तपाईले पनि देख्न सक्नुहुन्छ राम्रोसँग यो के भइसक्यो, टमाटर तपाईको भुँदिसक्यो र साइडमा मैले यो छन्नीमा चाहिँ चिकन धोएर पहिल्यै अलरेडी राखिसकेको थिएँ र अब चिकन मैले हाल्दैछु। अब चिकनलाई केही समय म्याग्नेट गर्नु पर्यो, हैन, मसलासँग मिक्स गर्नु पर्यो। ल मैले मिक्स गरेँ। मिक्स गरिसकेपछि अब मैले यसलाई के गर्छु, 10 देखि 15 मिनेटसम्म के गर्छु, यसलाई राम्रोसँग पाक्ने गरेर के गर्छु, यसलाई ढक्कनले छोप्छु। र त्योभन्दा पछि हामी हेर्नेछौँ कस्तो हुँदैछ। ल यो मैले ढक्कनले छोपेँ। अब 10 देखि 15 मिनट चिकनलाई राम्रोसँग के गरिदिनु पर्यो, पाक्न दिनु पर्यो, हैन। पाकिसकेपछि त्योभन्दा पछि हामी हेर्नेछौँ। यो हेर्नुहोस् तपाईले, अब चाहिँ चिकन पाकिसकेको छ, चिकनबाट पानी पनि आएको छ अनि देख्दाखेरि पनि एकदमै मुखै रसाउने भएको छ र मिठो पनि हुन्छ, हैन। धेरै यसलाई चाहिँ गर्नु हुँदैन, अझै म यसलाई अलिकता भिज्न दिनेछु यसैमा, हैन। पाक्दैछ। पाकिसकेपछि लास्टमा तपाईले देख्न सक्नुहुन्छ यसको चाहिँ मिठो कति हुन्छ, हैन। अब तपाईले यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ चिकन यसरी बनाएर तपाईहरु